So hello everyone, good morning from Tatopani and welcome back to my YouTube channel CST Vlog. So त्यही हो ब्लगलाई अलिकति कन्टिन्यू दिम भनेर मैले चाहिँ सुरु गरेको। आज सेकेन्ड डे, हिजो थोरै गर्यो, आज पनि अलिकति थोरै। सो यो वेदरहरु देखेर यस्तो बनाउन मन लाग्यो के, धेरै भयो ब्लगलाई पनि अलि युट्युबले नै कन्टिन्यू टाइम दिए हैन, कहिले भयो नि टाइम दिम भनेर। त्यही हो तातोपानीको वेदरलाई चाहिँ यसो हेर्दिनु होला, वेदर प्लस यहाँको कस्तो के हो के रहेछ भन्ने कुरालाई चाहिँ है त। ओके यहाँ कुनै फाइदा पनि छैन। सो त्यही भएर धेरै जस्तो काठकै घरहरु बनाउने गर्छ। थपे चाहिँ बहुत लाग्ने रहेछ। यो तातोपानी टु काठमाडौँको डिलक्स एसी डिलक्स अनि त्यही नै हो। एक्लै काममा जानु चाहिँ लास्टै झ्याउ लाग्ने रहेछ। बाल लाग्यो क्या त्यो हिमालमा नै खतरा परेर यतिको वेदरमा त्यो माथि जान पाएको भए चाहिँ एकदम रमाइलो चाहिँ हुने रहेछ। त्यही नै हो, बिहान काममा जाने अन्त र एक्लै जाँदाखेरि लास्टै झ्याउ लाग्ने। भ्लगलाई चाहिँ कन्टिन्यू दिउँ कि भनेको, तर होला जस्तो लागेन, लास्टै अल्छी लाग्ने रहेछ। पहिला सुरुमा चाहिँ क्या मुड चल्दै भने, तर अहिले आएर छैन, मुड सुड खतम। यस्तो भ्यू देखेर मात्र बाल। उताबाट कस्तो कालो बादल, यताबाट कस्तो सेतो बादल। त्यो कालो बादल आएपछि पानी फुट्छ अनि त्यसो सेतो आएपछि मौसम सफा हुन्छ भने यहाँ चाहिँ हाम्रो तातोपानीको गुम्बा बनाउँदै रहेछ, कन्स्ट्रक्सन गर्दै रहेछ। यहाँ यस्तो पहिला आयो। सो त्यही नै हो, बिहान यसो भ्यू देखेर यस्तो हेर्दैम भनेर मात्र एक राउन्ड घुमेर हेर्दाखेरि यस्तो देखिने रहेछ। क्यामेरामा कस्तो फोर भयो। म मन परेको चाहिँ त्यो हिमालको हिउँ क्या। सो त्यही नै हो हैन। बिहान आजको मिनी ब्लगलाई चाहिँ यति गरिदिउँ होला है त। ल।